नमस्कार, शुभ प्रभात। आज पनि फेरि बिमा सम्बन्धी नै एउटा सानो जानकारी हजुरहरू सामु लिएर प्रस्तुत भएको छु। हामी त जन्म्यौँ तैपनि युवा हुन्छौँ, बुढा हुन्छौँ होइन। एक दिन हामीलाई रोग लाग्छ, हस्पिटल जान्छौँ अनि त्यसपछि बिस्तारै हाम्रो चाहिँ जीवनको अन्त्य हुन्छ। अथवा चाहिँ हामी जाँदा जाँदै बिचबाट नै हामीले कहिले के पर्छ कसो पर्छ थाहा हुँदैन, अनि घर आइपुग्ने हो कि होइन थाहा हुँदैन। तर जो दाजुभाइ दिदीबहिनीहरू युवा अवस्थामा एउटा चाहिँ कामको सिलसिलामा अथवा चाहिँ अध्ययनको सिलसिलामा विदेशमा चाहिँ जानुभएको छ र उहाँले वैदेशिक रोजगार पाउनु भएको छ सानोतिनो भए पनि भनेदेखि उहाँले चाहिँ अहिलेदेखि नै 4-5 वर्षको लागि मात्रै सानो बिमा बचत गर्ने हो भने अथवा चाहिँ हाम्रो विदेशी करेन्सीलाई नेपालीमा कन्भर्ट गर्दा त उहाँको रकम थोरै हुन्छ तर यहाँको रकम धेरै हुन्छ होइन। महिनाको 30,000 जस्तो चाहिँ मात्रै बचत गर्ने हो भने पनि त्यो पैसाले चाहिँ भोलि धेरै ठुलो काम गर्न सकिन्छ। अथवा चाहिँ 5 वर्षसम्म मात्रै बचत गरेर राख्दा पनि भोलि हामीलाई परेको बेलामा ऋण सापट्टि लिने अथवा चाहिँ 15 वर्षपछि जम्ने बिमाको रकमको डबल लिने जस्ता चाहिँ हामीले उपयोगीमूलक काम गर्न सकिन्छ। त्यसले यदि वैवाहिक जीवनमा बाँधिएको छैन भने वैवाहिक जीवन बाँध्न पनि यो आर्थिक पाटोले सजिलो पर्छ। र यदि अब त्यस्तो भगवानको कानमा त नपरोस् तैपनि अब हामीले काम गर्दा गर्दै कहिले हामी नहराउन पनि सक्छौँ। त्यो बेलामा चाहिँ घरको आर्थिक सुरक्षाहरू पनि आर्थिक सुरक्षाको पनि एउटा राम्रो पाटो अप्नाउन सकिन्छ। त्यसकै लागि पनि एउटा चाहिँ बिमा बचत गर्दा राम्रो हुन्छ। करिब यदि जो 25 वर्ष जस्तो युवा हुनुहुन्छ उहाँले चाहिँ महिनाको 30,000 जस्तो नेपाली पैसा 30,000 मात्रै राख्यो, 5 वर्ष मात्रै बचत गर्ने हो भने करिब 20 लाखको चाहिँ बिमा हुन्छ र त्यो 20 लाखको चाहिँ 3 गुणा चाहिँ सुरक्षा उहाँले पाउनुहुन्छ। मैले अघि नै माथि पनि भनिसकेँ, बिमा गर्दाखेरि चाहिँ रकमको एउटा बचत हुन्छ होइन, अनि बुढेसकालको एउटा सहारा हुन्छ र अप्ठ्यारोको अवस्थामा यस्तो चाहिँ ऋण सापट्टि लिएर पनि चाहिँ आफ्नो गजो टार्न सक्छौँ भनेदेखि कर छुटको पनि व्यवस्था हुन्छ। त्यसै गरी हामीले भविष्यको योजना पनि गर्न सक्छौँ र कुनै पनि योजना बनाएर त्यसलाई चाहिँ हामीले नियमित साथ पनि गर्न सक्छौँ। यी यावत कुराहरूको लागि एउटा बिमा